आउन सकेको छैन। नेताहरूलाई के पैसाको भाग नपुग्या हुन्छ र? अब यो पनि सोधाइको कुरा, नेताहरूलाई के पैसाकै भाग नपुग्या होला त बाँड्न नआउन नसक्या? भैँचो पीडित भनेर टिभीमा फुकिङ गर्छन् है, क्यामेराको लुकिङ छ, हो कि होइन? माइकमा भाषण गर्छन्, स्टेसन थाहा छैन कहाँ बोली भनेर। आफूले भ्याउने क्रममा छोडेर चाहिँ नि उहाँ टेबलमा हत्तरपत्त ओहो म त तपाईँसित भेट हुन अबेला भएछ भनेर भित्रतिर पस्छन् रे। बाहिर माइकिङ फुकिङ गरे होइन, सम्हाल्ने लाएको जिम्मेदारी पनि छैन। यो डिपार्टले यो काम गर्नु भनेर उनीहरूले हराउँदैनन्। आफूले माइकिङ गरे, ओ हाम्रो नेताले बोले अरे, ला बाहिर हाँसो छोड्छ, भित्र हाँसो अर्कै छ टेबलभित्र। अनि त्यसलाई कसले हेरिदिनु त? हामी गएर हेर्न पर्ने भयो नेतालाई। धोती कुर्ता बोकेर जाने, ल तपाईँ यो लाउनुहोस् अनि हाम्रो गाउँमा आउनुहोस् भनेर बोलाउनु जानुपर्ने भयो। कतिचोटि आयो भैँचो पीडितको अन्तर्राज्यबाट धनटन सबै नेताहरूको गोजा बसा छ भन्ने गाउँमा हल्ला आउँछन्। अब यो गाउँले उहाँ जान भ्याउँदैन, नेता यहाँ बुझाउन आउँदैन। यो आपतकालमा को जिम्मेवारी छ त? आकाश या जमिन? क्या हामीसित मानवता छ? मानवता भएन। मानवीय व्यवहारमा कमजोर हाम्रो राज्य नेपाल परेछ। नेताहरूलाई नमस्कार गर्दा गर्दा हात थाक्यो, तर उसले निधारमा सलाम त लियो, सलामी दिन सकेन। बस यति हो मेरो। धन्यवाद।